हामी ड्रागनको प्लटमा आएको छौँ। यो साथीहरू यो तपाईँहरूले हेरिराख्नु भएको छ यो ड्रागन फल हो। यहाँ हेर्नुहोस् फलेको छ। अब यो तपाईँको 1 महिनापछि पाक्छ। यो यसको खेती गर्ने तरिका के हुन्छ भने यसको सर्रालाई रोप्नुपर्छ र मोटामोटी तपाईँको कति 4-5 फिटको अन्तरमा लगाउनुपर्छ र एउटा पोल चाहिन्छ। यो सिमेन्टको पोल तपाईँको लगाउनुपर्छ र यो पोलमै तपाईँको मतलब माथिसम्म जान्छ र पोलमा गइसकेपछि यो यस्तो एउटा बेरेर टायर हाल्नुपर्छ र मोटामोटी तपाईँको यो 1-2 वर्षपछि फल्न थाल्छ। रोपेको 2 वर्षपछि अलिअलि फल्न थाल्छ। 3 वर्षमा राम्रोसँग फल दिन थाल्छ र एकचोटि रोपेपछि यो तपाईँको 8-10 वर्षमा फल दिन्छ र सकेसम्म तपाईँले अर्ग्यानिक मलहरू बढी दिनुपर्छ। गोबर मल, पाकेको गोबर मल, त्यसपछि तपाईँको अर्ग्यानिक यो मलहरू, झोल मल दिनुपर्छ र यसमा खासै भन्नुहुन्छ भने रोगहरू त्यति लाग्दैन र यो लाग्यो भने यस्तो यस्तो यो ढोसी लागेको हुन्छ र ढोसीमा तपाईँको के हुन्छ भने डाइथेनियम 45 नामक विषादी अथवा बोडो मिक्सचर तपाईँको यो बोडो मिक्सचर बनाएर पुस माघतिर छर्किनुपर्छ र यो पुस माघतिर छर्किनु भयो भने यो नियन्त्रण हुन्छ। अरू त खासै रोगहरू त्यति लाग्दैन। र यो के हुन्छ भने सबै किसिमको यो मानिसहरूले खान सक्छ र यो बच्चाहरूले पनि खान सक्छ। त्यसपछि तपाईँको डायबिटिज भएको मानिसहरूले पनि खान सक्छ र यो पचाउनको लागि एकदम सजिलो हुन्छ र यसमा तपाईँको भिटामिन A, B, C सबै पाइन्छ र स्वास्थ्यको हिसाबले धेरै राम्रो हुन्छ र सकभर यो कब्जियत यदि छ भने कब्जियत भएको मानिसहरूले यो खाँदा एकदम मतलब कब्जियतहरू कम हुने, न्यूनीकरण हुने यसको मुख्य यो हो। र यो आर्थिक हिसाबले भन्नुहुन्छ भने यसको खेती गर्दा तपाईँले यो बहुवर्षीय प्लान्ट हो। एकचोटि लगाएपछि 10-15 वर्षसम्म यसको फल लिन सकिन्छ र यो वर्षमा यसलाई राम्रोसँग स्याहार सुसार भयो भने 2 चोटि फल्छ र एउटा बोटमा तपाईँहरूले देखिराख्नु भएको छ। एउटा बोटमा यो मोटामोटी 15 देखि 20 किलोसम्म यसको उत्पादन हुन्छ र एउटै फल 250 ग्रामसम्म 200 ग्रामसम्मको हुन्छ र यो 15-20 किलोसम्म भयो भने आर्थिक हिसाबले तपाईँले के हुन्छ भने धेरै बेनिफिट हुन्छ। बजारको 28को अब काठमाडौँमा ठुलो मार्केटहरूमा धेरै माग छ र स्थानीय बजारहरूमा पनि मान्छेहरूले यो किनेर अहिले खाने चलन धेरै बढेको छ र यसको मार्केटिङ गर्न त्यति अप्ठ्यारो छैन, सजिलो छ। जस्तै अब यति 15 किलोमा बिचमा मेवा लगाउन सकिन्छ। त्यसपछि तपाईँको यसको सानो अम्बाहरू, त्यसपछि यो बिचमा तपाईँको लसुन खेती गरेको थियो। यसमा लसुन अदुवाहरू लगाउन सकिन्छ अन्तरबालीको रूपमा र यो के हुन्छ भने धेरै बेनिफिट लिन सकिन्छ। त्यसको लागि अब तपाईँहरूले यो बिचमा विभिन्न किसिमको खेतीहरू गर्न सकिन्छ।